हेलो साथीहरू, गुड इभिनिङ, नमस्कार। तपाईँहरू यति बेला देखिराख्नु भएको छ मेरो पछाडिको भूभाग एकदमै मनोरम एरिया। विशेष गरी यसलाई आज चौरी खर्क बाँकेको चौरी खर्क भनेर परिभाषित गरिएको छ। निकै नै प्रख्यात ठाउँ पछिल्लो समय। यो पितमारी बैजनाथ गाउँपालिका अन्तर्गत पितमारी भन्ने ठाउँ हो। यो पितमारीको डाँडा, जसलाई चौरी खर्क भनेर निकै नै भाइरल गराइएको छ। यो 9 बस्ता औद्योगिक क्षेत्र, 9 बस्ता औद्योगिक करिडोर निर्माणका लागि तय गरेको एरिया हो। यहाँ पछिल्लो समय यसलाई चौरी खर्कका रूपमा चाहिँ निकै नै भाइरल भइरहेको ठाउँ तपाईँलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। हेर्दा सामान्य छ, खासै त्यस्तो केही छैन, तर उबड खाबड एरिया जहाँ सानसाना बुट्यानहरू उम्रिएका छन्। नजिकै तपाईँ देख्न सक्नुहुन्छ यो सुर्खेतको दाङको पहाड, त्यसपछि उबड खाबड ओह्रालो उकालो भूभाग र त्यसमा सामान्य रूपमा सासाना रूपमा उम्रिएका बुट्यानहरू। बर्खाको मौसम छ, हरियाली छ। यसैलाई नै चौरी खर्क भनेर निकै नै भाइरल बनाइएको छ पछिल्लो समय। यहाँ दैनिक आन्तरिक रूपमा छिमेकी जिल्ला, छिमेकी पालिकाबाट सयौँको सङ्ख्यामा स्थानीयहरू मनोरञ्जन लिन, रमाइलो गर्न यहाँ आउनुहुने हामीले बुझेका छौँ। अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा देखिएको चौरी खर्क यही हो, जुन हामी तपाईँलाई देखाइरहेका छौँ। यसलाई नै चौरी खर्क भनेर अहिले भाइरल गराएको छ, जुन तपाईँलाई हामी लाइभमा देखाइरहेका छौँ। यदि तपाईँहरू नजिक हुनुहुन्छ भने कृपया यहाँ आउन सक्नुहुन्छ। एकचोटि यहाँको मनोरम दृश्य आफ्नो ग्याजेटमा, आफ्नो मोबाइलमा कैद गरेर सुरक्षित राख्न सक्नुहुनेछ। फेरि यो दृश्य देखिएला नदेखिएला, किनभने यहाँ लगत्तै औद्योगिक करिडोर बन्दैछ। अहिलेका लागि चाहिँ यो एकदम खुल्ला मैदान, खुल्ला चौर, जुन हेर्दा एकदमै मनोरञ्जनपूर्ण रूपमा देखिएको छ। अहिले पनि हामी देख्न सक्छौँ हाम्रो पछाडि केही महिलाहरू, केही लेडिजहरू हुनुहुन्छ। त्यसै गरी यता पनि हुनुहुन्छ केही। अहिले बेलुकाको 7 बज्दैछ धन्दै, तर पनि यहाँ अझै पनि आउने क्रम रोकिएको छैन। साथीहरू आइराख्नु भएको छ। धन्यवाद।